रोडमा हाम्रो कुना है। नमस्ते, म चाहिँ रमेश बुढा। आज विशेष गरिकन यो रोडको अवस्था अहिले यति बेला निकै भारी वर्षा भएको हुनाले यो रोडको अवस्था एकदम नाजुक छ भन्नुपर्छ। देखिएको छ यहाँ पुरै हेर्नु खाल्टा भइसकेको छ अनि माथिबाट पनि यस्तो पहिरो आउने काम भएको छ। रोड पहिलेको भन्दा अलिकति घट्दै आएको छ किनभने त्यता पनि अलिक घट्यो त्यताबाट माथिबाट आएर अलिकति सानो बनाइरहेको छ। एकदम यो भएको छ रोड सानो भएको छ। त्यही पनि मान्छेलाई जस मोटरसाइकल गाडी चलिरहेको त्यस्तो धेरै असजिलो पनि छैन धेरै सजिलो पनि छैन। अहिले अप्ठ्यारै हो खाल्टा खुल्टी छ होइन उभार छ एकदम माथि जानुसम्म अलिकति अप्ठ्यारो छ। अलिकति हामी यति बेला हामी यो सानो यो भेट्यो नराम्रो केही छैन यसमा हामी त्यसो एकदम रोडको अवस्था अलिकति अप्ठ्यारो छ। यो रोड भइदिएको भए यति राम्रो देखिन्छ सफा हुन्थ्यो है भन्ने लाग्छ। अब कहिले पिसिन्छ थाहा छैन छैन होइन। त्यसमा अनि आन्दोलन पनि निकै भइरहेछ। यति बेला धेरै व्यक्तिहरूको ज्यान पनि गएको छ एकदम छ है। ओके यति भन्दै म आजलाई यति नै भनौँ यति नै समाप्त गर्न चाहन्छु। हस् त धन्यवाद।